पाँचथरको मिक्लाजुङ 4 रविमा 6औं रवि गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। आगामी चैत्र 25 गतेदेखि वैशाख 1 गतेसम्म 6औं रवि गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक राइजिङ स्टार स्पोर्टिङ क्लबले जानकारी दिएको छ। आज राइजिङ स्टार स्पोर्टिङ क्लबको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी क्लबले यस विषयमा जानकारी गराएको हो। प्रतियोगिताको विजेता नगद 5 लाख रुपैयाँ हात पार्नेछ भने उपविजेता टोलीले नगद 2,50,000 रुपैयाँ हात पार्नेछ। प्रतियोगिताको विजेताले प्राप्त गर्ने 5 लाख रुपैयाँ भने मिक्लाजुङ गाउँपालिकाले प्रदान गर्ने पालिकाका प्रवक्ता अविसन लावतीले जानकारी दिनुभयो। मिक्लाजुङ गाउँपालिकाको लागि एउटा गर्व गर्न लायक एउटा प्रतिष्ठाको विषय पनि हो। त्यो हिसाबले मिक्लाजुङ गाउँपालिकामा सञ्चालित दर्ता भएको एकमात्र क्लब राइजिङ स्टार स्पोर्टिङ क्लबले आयोजना गर्न लागेको यो 6औं संस्करणको गोल्ड कपको विषयमा विशेष गरेर आर्थिक विषयहरू रह्यो। आर्थिक विषयमा मिक्लाजुङ गाउँपालिकाले प्रथम पुरस्कारको रूपमा 5 लाख रुपैयाँ मिक्लाजुङ गाउँपालिकाको निर्णयअनुसार प्रायोजन गर्ने निर्णय भएको छ। त्यस्तै विधागतर्फको उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने आयोजकका सचिव मदन राईले जानकारी दिनुभयो। प्रतियोगितामा नेपाल, भारत र अफ्रिकाका गरी 8 टिमको सहभागिता रहेको पनि उहाँले जानकारी दिनुभयो। यो 6औं संस्करणमा हाम्रो प्रथम पुरस्कार पालिकाको प्रबन्धकले तपाईँलाई भनिसक्नु भएको छ 5 लाख रुपैयाँ छ भने दोस्रो पुरस्कार 2.5 लाख रुपैयाँ छ, 2,50,000 नगद छ र सबै विधागत खेलहरूका विधागत शीर्षकहरूमा चाहिँ नगद पुरस्कारहरूको पनि व्यवस्था गरेको छ, जसलाई अहिलेसम्म कमिटमेन्ट अनुसार रवि दमक ट्याक्सी व्यवस्थाले यो विधागत पुरस्कारको नगद चाहिँ उहाँहरूबाट स्पोन्सर गरिसक्नु भएको कुरा आइसकेको छ, हामीसँग भइसकेको छ। र यो 6औं गोल्ड कपलाई प्रायोजक अहिले पहिलो प्रायोजन जस्तै यसलाई चाहिँ हामी मुख्य प्रायोजन पनि भन्छौँ, प्रबन्धक पछाडिको मुख्य प्रायोजन यो चाहिँ वाइवाई चौधरी ग्रुपको चाहिँ वाइवाईले हामीलाई स्पोन्सर गरेको छ। त्यसमा अब केही कुराहरू अझै प्राविधिक कुराहरू छलफल चलिरहे पनि अहिले मुख्य प्रायोजक चाहिँ हाम्रो वाइवाई नै हो। वाइवाईको प्रबन्धकजी पनि आउँदैछ नि कुरा गरौँला। र यो खेलमा जम्मा 8वटा टिमहरू सहभागी हुने हुनेछन्। 8वटा टिमहरू मध्येमा गेट लाइट फुटबल क्लब घाना बाहिरको टिमहरूमध्ये, अनि युकेएफसी खरसाङ, अनि राइजिङ स्टार स्पोर्टिङ क्लब नै छ, यो पनि दार्जिलिङ नै हो है, इन्डिया नै हो। त्यहाँदेखि सलेस क्लब सिराहा, बिबिएफसी झापा डिफेन्डिङ च्याम्पियन, अनि फेन्सेटा अनि 8 कर्ण यहाँ चाहिँ एउटा चाहिँ 8 कर्ण एफसी भन्ने चाहिँ हाम्रो यहाँकै एकजना 5 स्तरकै एउटा क्लब हो, जो चाहिँ यसपालिदेखि उनीहरू पनि अब फुटबल क्षेत्रमा हामी पनि अघि बढ्छौँ भनेर रिक्वेस्ट गरेर चाहिँ हामी उहाँलाई कन्डिसन भनेर हामीले समेटेका छौँ र आयोजक गरेर जम्मा 8वटा टिमहरू रहेको छ। त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको वाइवाईले प्रतियोगितालाई सम्पन्न गर्न 7 लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ। मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माकिमको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा वडा अध्यक्षहरू, क्लबका पदाधिकारीहरू र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। यस प्रतियोगिताको खेलकुद टाइम्सले प्रत्यक्ष प्रसारण गर्नेछ।